नमस्कार सबैजनालाई। तपाईलाई 2 हप्तादेखि निरन्तर खोकी आइरहेको छ र खोकीमा चाहिँ रगत मिसेर आइरहेको छ। त्यस्तै गरेर ज्वरो आइरहेको छ र त्यो ज्वरो चाहिँ साँझ पख जाँदा अझै धेरै हुन्छ। राति पख चाहिँ पसिनाहरू आउने र बिना कारण तपाईको चाहिँ खान मन नलाग्ने र वेट लस अथवा तौल घटेको छ भने पक्कै पनि त्यो क्षयरोग हुन सक्ने सम्भावना हुन्छ। आउनुहोस् आज जान्नु क्षयरोगको बारेमा। क्षयरोग एउटा संक्रमणले हुन्छ जुन चाहिँ माइक्रोबैडियम ट्युबरकुलोसिस नामको ब्याक्टेरियाले गर्छ। यसमा एउटा संक्रमित व्यक्तिबाट अर्को व्यक्तिमा आछ्यु गर्दाखेरि यो चाहिँ सर्न सक्ने निकै नै सम्भावना हुन्छ। एउटा कुरा छ क्षयरोग हामीले खाली बुझ्छौँ कि फोक्सोमा मात्रै हुन्छ, तर यो फोक्सोमा मात्रै नभइकन हाम्रो मस्तिष्क अथवा ब्रेन र पेट आन्द्रा अथवा हड्डीमा जहाँसुकै पनि क्षयरोगको संक्रमण हुन सक्छ। र यस्तो अवस्थामा यदि हामीलाई शङ्का छ भने हामीले सर्वप्रथम त नजिकको स्वास्थ्य संस्थामा गएर स्वास्थ्यकर्मीबाट सल्लाह सुझाव अनुसार हामीले जाँच, आफ्नो खकारको जाँच, रगतको जाँच गर्न सक्छौँ। र खकारको जाँचबाट, रगतको जाँचबाट यदि ट्युबरकुलोसिस भएको कन्फर्म भएमा हामीले चाहिँ डाक्टरको सल्लाह र सुझावमा त्यो औषधिलाई चाहिँ, दबाईलाई चाहिँ निरन्तर रूपमा 6 महिनासम्म खानुपर्छ। र एउटा चिज के छ, र क्षयरोग पनि निको हुन्छ यदि हामीले 6 महिनासम्म निरन्तर रूपमा डाक्टरको सल्लाह र सुझावमा त्यो दबाईलाई चाहिँ खान सक्यौँ भने अथवा औषधिलाई चाहिँ हामीले निरन्तर रूपमा लिन सक्यौँ भने, है त। थ्याङ्क यू।